हेलो एभ्रियन दर्शन नमस्ते वेलकम ब्याक टु माई लङ भिडियो। आइएफ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आज म छु यस्तो ठाउँ जो कि कर्णालीभित्र भएको सुन्दर दृश्य भएको ठाउँ हो कालीकोट। आज म कालीकोटमा छु। कालीकोट के कस्तो छ तपाईँहरूलाई देखाउने छु र तपाईँहरू हेर्नुहोस्। गाउँ देखाउँ के कस्तो छ भनेर गाउँ देखाउन लाग्छु। गाउँ हेरौँ के कस्तो छ। मेरो पछि बुल पुरा हाम्रो मामा चाहिँ पुरा छ यता यो साइडमा पुरा कुइडो लागेर ढकमक्क भएको छ पुरै। दुखाइतिर जानु आएको छु। मेरो मामा घर भने पारि त्यहाँ ट्याक्कै यो उता पारि देखिएको ठाउँ लालु ट्याक्क म अहिले कोटबाट जाने बाटोमा छु। यो भने आवाना मात्र यस्तो यस्तो खालको घर हुन्छ। माथि यो माथि त्यहाँनिर पढ्यो अब त्यो स्कुलमा अहिले देखिन्न ठ्याक्कै लालु गाउँ भने यस्तो छ। माथि 12 शरण लाग्नु भयो। हामीले जानु पर्ने भने यस्तो उकालो छ कि माथि पुरै देखिन्न अहिले कुइरोले यस्तो छ। म भने गर्मी भएर यहाँ बसिरहेको छु। यस्तो गरेर गाह्रो छ गाइड छैन गाउँमा हुन भने यस्तो छ कि अब के कुरा गर्ने। गर्मीको त कुरै नगरौँ, गर्मी यस्तो छ। मैले जानुपर्ने भने देखिन्न अझै टाढा छ। लास्टै उकालो छ फेरि बाटो भने यस्तो छ। हाम्रोतिर रोड छ तर रोड उता साइड छ तर हामी जाने ठाउँमा चाहिँ रोड छैन। यहाँ अब त्यहाँबाट किन नगएको भन्ने कुरा आउन सक्छ। त्यहाँबाट नि जान चाहिँ सकिन्छ तर त्यहाँबाट गएपछि टाढा जानुपर्छ कि टाढा उता टाढा हुन्छ। त्यसैले म यहाँबाट जान्छु अहिले। गर्मी भने उता काहीँ पनि देखिन्न कुइरोले यस्तो छ। मलाई राम्रोसँग देखाउन्न प्रायः कुइरो लागेर यस्तो छ गाई झन्। गाउँतिर यस्तो कुइरो लाग्छ। फेरि यो टाइममा फेरि बाँदर आउँछ नि मकै खान। त्यसैले मान्छे याउ याउ कुल्ला हाल्छन् पारि त्यहाँ ल भने अहिले कुइरोलाई कम भयो। कुइरो भने निकै छ लास्ट। मेरो अनुहार पनि देखिन्न यस्तो टाइममा। ल कुइरो भने जस्तै हो। अब अहिले हल्का पारि साइड चाहिँ देखियो, यो साइड चाहिँ केही पनि देखिरहेन। यहाँ मेरोभन्दा पछि टाढा थोरै घर केही पनि देखिएको छैन। माथितिर थोरै अहिले देखियो। मामा घरदेखिको लामो हिँडेपछि म पुगेँ आफ्नो घर। र आजको भिडियो यति नै। हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा। बाई बाई।